नमस्ते, शुभ बिहानी। ल है, मैले बिहान उठेर रेडियोमा गइसकेपछि रेडियोको सेड्युल मिलाइसकेपछि सरसफाइतिर लागेको छु। अहिले घाम लागिसकेको छ। मैले सरसफाइ गर्न लाग्दाखेरि नै घाम लागेको थियो। हिजो अस्ति पानी परेर एकदम त्यो ओरपरको पातपतिङ्गरहरू यहाँ ल्याएर रेडियोको आँगनमा थुपारेको छ। म त्यसलाई हटाउने कोसिस गरेको छु। गमलाहरू पनि हावाले उडाएर फुटाएर हेर्नु त कस्तो बनाएको छ। मयूरपङ्खीको वरपर जम्मै पातपतिङ्गरहरू फालेको रहेछ। त्यसैले म त्यसलाई चाहिँ बढार्दैछु। बिहान बिहान एक्सर्साइज पनि हुने ट्याक्क लाएर मैले यो हजारीको डाँठहरू पनि उखेलेँ। यो पुरानो फुलेर सुकेको डाँठहरू जम्मै यसलाई पनि हटाउने छु म। आज चाहिँ सजिलो भएको छ, हिजो अस्ति पानी परेर अनि खरहरू पनि उम्रेको छ अलिअलि वरपर झारपातहरू सँगै मैले बढार्ने र सफा राख्ने सोच बनाएको छु। त्यसैले म बढार्दैछु। अनि यो फुल पनि यो बेला बेला फुल्छ, घन्टी आकारमै फुल्छ। यो अलिकति पिङ टाइपको फुलहरू फुल्छ। यसको पछि फुलेपछि म देखाउने छु। यो झारहरू जम्मै उखेल्दै फाल्दै गर्छु म। यसलाई पुरै उठाएर त्यहाँ यो हाम्रो घेराबारभन्दा बाहिर खासै छैन, जङ्गल छ तलतिर। त्यही भएर मैले यो बाहिर फाल्छु अनि केही चाहिँ यहाँ थुपारेर अहिले पछि जलाउँछु। अनि यो सबै म जम्मा गर्छु एक ठाउँमा। जम्मा गर्छु त्यहाँ वरपर भएको झार अनि प्लास्टिकहरू, त्यसपछि पाइपको टुक्राहरू पनि छन्। यो हाम्रो धारो गर्दाखेरि छन्। अनि यो गुलाब छ। यो गुलाब चाहिँ लहरे गुलाब हो है साथीहरू। यो चाहिँ एकदम राम्रो फुल्छ। पछि चाहिँ अहिले यो भर्खर पलाउन थालेको छ। यो हिउँदमास पातहरू सबै झरेको थियो अनि अहिले चाहिँ पलाएको छ, फुल्न पनि थालिसक्यो। हेर्नु त कस्तो राम्रो फुलेको छ। यो फुल्न एकदम तयारीमा छ। धेरै कोपिलाहरू पनि छन्। अनि यो मयूरपङ्खी हो, मैले आफ्नै हातले लगाएको मयूरपङ्खीहरू ठुलो भइसकेको छ। यो गुलाब एकदम मनपर्ने फुल हो। अनि त्यसै गरेर यो फुलहरू सबै अनि कागती घाँस पनि छ। त्यो सकाएर म भित्र आएँ। भित्र पनि मैले हाम्रो यो बाहिरको रुम सफा गरेँ। अनि त्यसपछि म भित्र प्राविधिक रुममा छिरेँ। प्राविधिक रुममा पनि तारहरू अलिअलि मिलाउनु पर्ने थियो, त्यो मिलाएँ। अनि धुलो भएको छ भित्र पनि, हेर्नु त धुलो भएको छ। म धुलो चाहिँ यसरी फुकेर उडाइदिन्छु। फेरि यहाँ